रक्षा ब्याङ्कबाट लोन भएको छ कि अब यता त्यता कता कता तिर्नुपर्छ दिएर आउँछु म हो यहाँ भाइहरूलाई के खान्छ कसो खान्छ हेर्दै गर्नु है ल म गएर आइहाल्छु चिन्ता गर्दिनु छ छोड्दिनु छ छोड्दिनु पर्छ साँच्चै भने क्राइसिस भइरहेको छ तेरोमा छ अहिले छोड्दिनु आन्टी कहाँबाट आउनु भएको रक्षा ब्याङ्कबाट आन्टी टाइम कति भयो होला है 2:30 तपाईँलाई त मेरो साथी कहाँ जस्तो लाग्यो त चोर 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 मेरो ब्याग चोरेर भाग्यो मेरो ब्याग चोरहरू हेर्नु त कति छ अम्बो ए 50 रहेछ गर्दिनु सिला 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 दामी 50 रहेछ सुन हाल्दि ल हल्दी सिला झर्दिम ल अब सुन मज्जाले गर्दिनु हैन काम पनि गर्दिनु हो होइन सक्का आम्बो आएन नि एका ल लु त केटा हो तिमीहरू यहाँ नखेलिरहौ त यो मेरो पैसा चोरेर आइए यहाँ रक्षा ब्याङ्कबाट मैले पैसा निकालेर ल्याएको थिएँ चोरेर गए दुईजना बेकै भएको थियो मैले 50 लोन निकालेको थिएँ नि त को हो दुईजना छ पुड्के पुड्के चाहिँ एउटा गोडे मोटे मोटे छ चिन्नु सकिनँ एउटालाई चाहिँ म बजारतिर देखिबस्छु त्यो चाहिँ कि लु त केटा हो जाऊ त बरु तिमीलाई म एक पैसा दिन्छु खोइ यतै साइड भाग्यो कता गयो जङ्गल उकालो त दिँदैन माथि त गाडीहरू पुरा छ क्याम्पसको त उकालो पुरा घाटहरू छ उकालो त जानु पाउँदैन यिनीहरू मुनि जङ्गलतिरै लुकेको छ लु त केटा हो तिमीलाई बरु एक दुई पैसा छिटो गर त लु त सौदा ल्याउने मेरो दोकानको पैसा माग्छ मलाई अङ्कलले गेटमा फोन गर्नु माग्छ नि मलाई त अङ्कलले मेरो त सौदा ल्याउने पैसा हो यो पैसा बोकेर त किन डुली हिँड्नु भन्छ मलाई लु त यी तल होला साइड यहाँ माथि गएको छु किन तल हिँड्छ तिनीहरूलाई पक्रिहाल्यो भने नि पुलिसमा दिनुपर्छ है सब किन भन्दा त्यो झमेला समेला गर्नु हुँदैन हो किनभने पुलिसले जिम्मा लिन्छ नि त पुलिस प्रशासन पनि छ होइन किनले भने गाउँठाउँमा हो कसरी चाहिँ चोर्नु सक्यो है लुक्यो होला यहाँ छैन भागे तिनीहरू तल जङ्गल झोडीतिर जङ्गल झोडीतिर कोसिस होला तिनीहरू छैन यहाँ त सिस्नोहरू हेरे तर पनि राम्ररी हेरे अब तल दुईजना केटाहरू गएको देख्यो देखिन त होइन यो बाटो होइन पक्का पक्का एउटा पुड्के थियो नि देखिन भनेपछि यिनीहरू साइडतिर यही छ भरे चाहिँ छैन है छैन म यहीबाट त आएको आइज यहाँ त देखिन नि केटाहरूको त यहाँ पो अड्डा तल पनि गएकै छैन अरे कि ओ आएछ त एकपल्ट यहाँ पो रहेछ त पक्री त त्यसलाई पक्री त यसलाई चाहिँ लुक्यो होइन यसको साथी चुप्पा लागेर तल कमानको हो कहाँ कमानको त्यस्तो गरेर हुन्छ अमाको कुरा कमानको बस्छु नि त घन्टाको पुलिस हामी नै उयो पक्रेर उयो गर्नुपर्छ दोरी लिएर भनेको यो बेग छोड
खै त्यो अर्को दादाले अर्को खै खसेको दा म त तल अर्को खै भनेको त्यो फुच्चे यसको साथी त्यो फुच्चे खै दा माफ गरिदिनु न प्लिज साथीको माफ होइन म फसेको मात्रै हो दा म माफ मलाई माफ काको म फसेको मात्रै हो काको काको म तल कमानमा हो म घुम्न आएको नि त यहाँ दा दाले चोरौँ भनेर चाहिँ मैले चोरेको हो दा प्लिज म मेरो गल्ती खै त्यो अर्को चाहिँ अर्को मलाई थाहा छैन दा थाहा छैन मेरो ढिला बस्छ दा मलाई थाहा फोन छैन होला दा प्लिज खै यसको छान्नु पर्छ थाहा यसको त्यो हेर त होइन दा प्लिज माफ गरिदिनु न छान्नु पर्छ उठ उठ यसको गोजी छान्नु पर्छ प्लिज नगर्नु न दा प्लिज गोजी छान्नु पर्छ के हो यो के हो यो के हो खै छोड हात छोड हात छोड हात छोड हात पक्डी भनेको हात पक्डी के हो यो त्यो दिदीलाई बोला जा कसको हेर आम्बो ओइ तँ बस तँ बस जा ओइ त्यो दिदीलाई बोला प्लिज नगर्नु न माफ गरिदिनु न दा त्यो दाले गर्नु चोबला काएर आएर हैन यसलाई बाँध्नुपर्छ पहिला त्यो अर्को साथीको नम्बर भन् दा मलाई केही थाहा छैन त्यो हावाको जुट नबोले हुगेन लु भने केही थाहा छैन दा खै त्यो फसेको मात्रै म अर्को घुम्न चाहिँ आएको नि त अर्को मलाई केही अर्को थाहा छैन। चाहिँ बजारमा खै त्यति मात्रै भन्नु बजारमा भेटेको थिएँ दा मैले त्यसले चोरेको नि त मैले बजारमा भेटेको थिएँ हावाको कुरा गर्छ होइन हो साँच्ची सुरु कहिलेदेखिको गर्नु थालेको हो यो 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 मेरो पैसा चोर्ने यो मेरो पैसा चोर्ने हो अर्को केटाले चाहिँ भागेको कि तर अब यसले चाहिँ तान्नु त तानेन अर्को केटाले चाहिँ भागेको त्यो दालाई बजारमा भेटेको नि त आन्टी त्यो अर्को अर्को को अरे ए को अरे त्यो मलाई बजारमा भेटेको अब पैसा त ठिकै होला हो मेरो पैसा मैले पाएँ मलाई थाहा छैन दा बजारमा भेटेको नि त नाम के हो सँगै त हिँड्थे त्यो त आज भेटेको नि त दा मैले होइन छोड्दै छोड्दै उसले त तान्नु त कहाँ हो कहाँ त्यस्तो भनेर कहाँ हुन्छ एकजना अर्कोको पनि गर्दैन क्या बिचारा अब छोडिदिउँ होइन नाम तिमीले जे गर्छस् गर लु म त अब मेरो पैसा पाइहालेँ हो मेरो पैसा पाइहालेँ म त केही गर्दिनँ लु मैले त्यहाँ माफ दिएको मेरोबाट तिमीले जे गर्छौ गर मैले चाहिँ मेरोबाट माफ दिएँ आन्टीले नाम थाहा छैन नि त दा अघि नाम भन्न नाम मलाई केही काको काको लु केही थाहा छैन मैले अघि मलाई त्यो मान्छेले फसाएको मलाई म घुम्न आएको मान्छे हो नि त दा त्यो चाहिँ कसरी भेटेको छ मैले अघि बजारमा भेटेको आन्टी तपाईँ भन्नुहोस् है के गर्नु त्यो केटा के गर्नु आएको यो गाउँमा चाहिँ केटा चाहिँ मलाई थाहा तपाईँले चिन्छ म त चिन्दिनँ त्यो केटालाई त म बजारतिर देखिरहेको त्यसले त कतिजना चोरेको उहाँ भाइलाई चाहिँ मैले देखेको थिइनँ कहिले आज चाहिँ देखेको तर आज उसले चाहिँ मेरो तान्नु त बेग तान्नु त उता थिएन अर्को केटा थियो होइन म तलबाट घुम्न आएको त्यो दाले मलाई फसाएको त्यो दाले छोडिदेऊ न त अब एकताल माफ दियो भने त तिमीले म छोडिदिएको मेरो पैसा पाइहालेँ हो मेरो पैसा ठिकै रहेछ मेरो अब यो त दोकानतिर दिनु छ मेरो बाँकीहरू दिनु छ नानीको स्कुल फिसहरू तिर्नुपर्छ मैले कस्तो गरेर लोन लिएर आएको तर मैले भगवान्को दयाले मेरो पैसा पाएँ मलाई एकदम राम्रो छ म खुसी छु मेरो पैसा पाएर चाहिँ म यसलाई के गर्नु अब तिमीले जे गर्छौ गर मैले छोडिदिएको छोडिदेऊ तिमीले जे गर्छौ गर यसलाई त दियो होइन मलाई छोड्दिनु कहाँ होइन पुलिस पुलिसहरू के माथि 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 काउन्टरमा लानुपर्छ माथि काउन्टरमा लानुपर्छ नम्बर दे नाबो एकछिन पर्खि त नम्बर निकाल ए खोल त यसको खोल खोल्दै म होइन मलाई माफ गरिदिनु खोल नम्बर दे जा तर आइन्दादेखिको तँलाई भेट्यो अरे भने चाहिँ फेरि त्यही यो गाउँ भेट्यो भने चाहिँ तेरो फेरि अब त तेरो फेरि खै त्यो अर्को थाहा छ अर्कोको नम्बर दे निकाल भने चाहिँ नम्बर नाम के हो मेरी कहाँ बस्छ ए नम्बरले मलाई बस्नु नम्बर दे थाहा छैन नम्बर दे म दिन्छु दा नम्बर दे लु ओए निकाल ला त दिन्छु दा फोनले त भन नम्बर भन नम्बर 51 8551 69 69 28 10 दा म होइन फसेको मात्रै हो दा मलाई छोडिदिनु न प्लिज दा आइन्दादेखिको चाहिँ देख्यो अरे भने चाहिँ जहाँ भेट्यो भने तेरो हेर्छस् नि फेरि बुझिस् होइन भन्नु न दा प्लिज बुझिस् होइन बुझिस् हुन्छ दा जा जा र तर ठिकै छ है सुन्बे बिचरा अब के गर्नु है धन्न हाम्रो गाउँमै ब्याङ्क थियो र त्यो फर्क्यो त्यो दिदीको पैसा त्यही त अब कस्तो अप्ठ्यारो हुन्छ लु भन् त अरूतिर भाग भाग कस्तो लु अबै टाढोबाट त्यो अहिले झन् अहिलेको जमानामा कुन चाहिँ फर्काउँछ होइन गाँजागुटी खान्छ केटाहरू पैसा हुँदैन हो हो त्यही हो नि त्यही त त्यही त राम्रो भयो त भेटिहाल्यो होइन तर नि त्यो पुड्के चाहिँ को रहेछ त्यो पुडीलाई खोज्नुपर्छ को हो त्यो चाहिँ खोज्नुपर्ने रहेछ घरमा गाउँमै भयो होइन नि अबै क्लासै भएन क्लास भएन
तर याद गरे यिनीहरू चाहिँ अब याद गर्नुपर्छ नि अरू जग्गा पनि भनिराख्नुपर्छ क्या त्यसो हो यो चाहिँ पहिला नै अहिले नै भन्नु हामी जाउँ कि माथि गएर भनौँ न सबैलाई त्यही त सबैलाई भनिराख्नु ए सुन्न खोइ नि त आन्टीले पैसा हामी है अघि कसले आन्टीले पैसा दिने खोइ नि त दिएन हिँड्न माग्नु भन्दा यो भन्न चाहिँ कहिले भन्नु त्यो भन्दा कहाँ म भन्छु माइजो दिदी ए हजुर नानी के चिया खाने पैसाको लागि आएको होला है दिनु त पर्ने हो तिमीहरू मैले पाएँ होइन नानी दिनु त म दिने बेलै थिएँ कि छोटा चाहिँ को रहेछ त्यो छोटालाई पनि चिनिन त्यसलाई चाहिँ खोज्नुपर्छ त्यही त हो त्यसलाई चाहिँ एकदम त्यसलाई मैले बजारतिर कतिपल्ट भेटेको पनि हो कि त्यसले अरूको पनि त्यसरी चोरी हिँड्छ बिचरा त्यो अर्को सेतो भेष लाउने नानी चाहिँ फसेकै हो उसलाई मैले कहिले चिनेको थिइनँ हो तर अब एकपल्टको लागि उसलाई अब उसलाई पनि चेताउनी त दिने त हामीले होइन फेरि यसो गर्दैन अब उसलाई त सतर्क भयो होइन उसलाई सबक सिकायौँ हामीले ल नानी अब यो तिनजनालाई लु मेरोबाट चिया खाने पैसा हो धन्यवाद नानी तिमीहरू नभए यत्रो पैसा मेरो गुमेको मेरो यसो दोकान सोकान रासिनहरू गर्ने अर्कालाई दिने पैसाहरू ल धन्यवाद है नानी ल फेरि यस्तो पऱ्यो भने भन्छु तिमीहरूलाई ल ल ल नानी ल अरू नराम्रो चिज नखानु है नानी राम्रो चिज नखानु अब यसो तिमीहरूले मोमो समो थुक्पाहरू केही खान्छ भने ल त्यसको लागि दिएको मैले थुक्पा तातो बनाइदिनु ए ल ल ल दोकानमा आउनु ल पाएन नानी भन्न मेरो भगवानको दयाले मैले राम्रो काम गरेको थिएँ र मेरो त्यो 50,000 मैले पायो केटाहरू थिएँ र न त मैले पाउने थिइनँ नि हौ बुई ढुकढुक भइरहेको थिएँ नि म त अर्काको पैसा कसरी तिरौँ के गरेर तिरौँ भइरहेको थिएँ कि धन्न मैले चाहिँ राम्रै काम गरेको रहेछु मैले चाहिँ भगवान मैले चाहिँ राम्रै काम गरेको छु